हामीले गोर्खा सेवा सेनाको पक्षबाट एउटा आरटीआई गरेको थियौँ। सोही आरटीआई विषयलाई लिएर हामीले विगतको दिनमा पनि एउटा भ्रमण गरेका थियौँ अनि त्यो एकदम आधिकारिक भ्रमण थियो। गृह विभागसँग हाम्रो जुन चाहिँ बातचित चल्दै थियो आरटीआईको माध्यमबाट, त्यो बातचितलाई फेरि एउटा अर्को स्तरमा लानको निम्ति आज गृह विभागको तर्फबाट हामीलाई सुनवाईमा बोलाइएको थियो, जुन सुनवाईमा हाम्रो बात भएको छ र हाम्रो प्रश्न अझै पनि अनुत्तरित छ भन्ने हामीले आज पनि महसुस गर्यौं। जुन प्रश्न सिधा 371F को एचसँग सम्बन्धित अनि सिक्किमको भूभागहरूसँग सम्बन्धित थियो भने आज पनि हामीले त्यो विषयमा उत्तर पाएका छैनौं र हामीले आफ्नो पक्षबाट दिनुपर्ने जुन जानकारीहरू थियो गृह विभागमा हामीले छोडेका छौं अनि गृह विभागले त्यसलाई सम्बोधन गर्दै गृह विभागले जुन दिशानिर्देश गर्नुभएको छ जानकारी पाउनको निम्ति हामीले जुन विभागमा एपेलेट अथोरिटीमा जानुपर्ने हुन्छ त्यो एपेलेट अथोरिटी सम्बन्धमा उहाँहरूले हामीलाई जानकारी दिनुभएको छ। अनि यो सबै कुराहरू सिक्किम एकीकरणसँग सम्बन्धित छ। अनि अहिलेको स्थितिमा सिक्किम एकीकरणमा चर्चा नगर्ने सायदै त्यस्तो संघ संस्थाहरू होला, सायदै त्यस्तो व्यक्ति होला जसले सचेत व्यक्ति जसले राजनीतिसँग चासो राख्नुहुन्छ। यो एउटा ठूलो विषय बनेको छ, चासोको विषय पनि बनेको छ, चर्चाको विषय पनि बनेको छ। तर यति हुँदासम्ममा पनि हामीले गोर्खा सेवा सेना पक्ष अनि यो स्टेक होल्डरको पक्षबाट हामीले के महसुस गर्दैछौँ भने सिक्किम अनि दार्जिलिङको माझमा रहेको जुन चाहिँ सौहार्दपूर्ण सम्बन्ध छ हैन, सामाजिक स्तरमा त्यो सम्बन्ध पनि महत्त्वपूर्ण विषय हो। त्यो सम्बन्धलाई धराशायी बनाएर त्यो भावनात्मक जुन चाहिँ हाम्रो साँठगाँठ छ त्यसलाई धराशायी बनाएर चाहिँ यो एकीकरण सम्भव छैन। तर कतिवटा एलिमेन्टहरू तत्त्वहरू यस्तो जन्मिँदैछ हामी बीचमा जुन तत्त्वहरूले हामी माझको जुन चाहिँ सौहार्दता छ, सिक्किम प्रतिको हाम्रो माया छ, हामी प्रतिको सिक्किमको माया छ, त्यसलाई धमिल्याउने कहीँ न कहीँ षड्यन्त्र हुँदैछ कि जस्तो हामीले भान गर्दैछौँ। अनि यो जरुरी छ, यो विषयलाई हामीले सम्बोधन गर्नु अति आवश्यक छ। किनभने सामाजिक सम्बन्ध जबसम्म प्रगाढ हुँदैन, जबसम्म हामीले सामाजिक सौहार्दतालाई त्यो स्तरसम्म पुर्याउँदैन जुन स्तरको सौहार्दता हामीलाई चाहिन्छ, एकीकरणको बादमा पनि चाहिन्छ, एकीकरण अगाडि पनि चाहिन्छ, त्यो सौहार्दता भत्काउने कोसिस हुँदैछ कि जस्तो लाग्दैछ। किनभने सिक्किमले अक्षुण्ण बसेर जुन चाहिँ स्वाभिमान कमाएको छ त्यो स्वाभिमानलाई ठेस पुर्याएर चाहिँ यो एकीकरण सम्भव छैन हैन त। त्यो ठेस पुर्याउने, सिक्किमको स्वाभिमानलाई ठेस पुर्याउने, सिक्किमको जुन चाहिँ अक्षुण्ण रहेर कमाएको सिक्किमले कमाएको जुन चाहिँ एउटा प्रतिष्ठा छ त्यो प्रतिष्ठालाई चोट पुर्याएर, त्यो आत्मसम्मानलाई चोट पुर्याएर चाहिँ एकीकरण सम्भव छैन। त्यो चोट पुर्याएर एकीकरण भयो भने पनि कुनै अर्थ नै रहँदैन। त्यसैकारणले सिक्किमको अक्षुण्णता अनि सिक्किमले अक्षुण्ण रहेर कमाएको प्रतिष्ठा अनि मान सम्मानलाई हैन पुरा सम्मान दिँदै हामी चाहिँ त्यो एलिमेन्टहरू, त्यो तत्त्वहरू को विरुद्धमा केही न केही गर्नुपर्ने रहेछ भन्ने सोचमा छौं। किनभने सिक्किमको सेन्टिमेन्टलाई हर्ट गरेर चाहिँ यो एकीकरण सम्भव छैन जस्तो लाग्छ हामीलाई। र त्यो एलिमेन्टहरूलाई कसरी हामीले भ्यानिस गर्नुपर्ने, त्यसलाई यो राजनीतिक चित्रबाट हटाउनु पर्ने हो त्यो पनि हामीले सोच्नुपर्छ जस्तो लाग्दैछ। तपाईहरुको के प्रश्न? आरटीआई को कुरा गर्नु, आरटीआई मा चाहिँ के क्वेशन तपाईले के जान्न चाहनु भएको थियो त्यसको उत्तर राम्ररी पाउनु भएन भन्नु? हजुर, सिक्किमको विशेष गरी 371F को एचमै सम्बन्धित छ यो कुरा। सिक्किमको पुरानो भूभागहरू हैन अथवा त्यो एचमा मेन्सन गरिएको जुन चाहिँ एसेट्सहरू छ हैन, अनि सिक्किमको जुन चाहिँ भूभाग छ त्यो कुन चाहिँ हो, क्षेत्रफल कति हो हैन, यो सबै सम्बन्धहरू सिक्किमकै भूभागलाई लिएर छ हैन। वास्तवमै सिक्किमको भूभाग कुन कुन हो र कस्तो कस्तो रहेको छ, एसेट्सहरू छ, प्रपर्टी छ, यो प्रपर्टी कहाँका पर्छ सिक्किमको के अरे जुन चाहिँ भूभागदेखि बाहिरको प्रपर्टीको पनि कुरा गर्नुभएको छ उहाँहरूले। 371 को एफ को एचमा नै मेन्सन छ त्यो कहाँ कहाँ पर्छ, यो बाहिरको टेरिटोरी भनेको कुन कुन टेरिटोरी हो भन्ने विषयमै यो प्रश्न रहिआएको थियो जसको हामीले सन्तोषजनक उत्तर पायौं न। आज पनि गम्भीर चर्चा भयो, हामीले पनि आफ्नो पक्षबाट तथ्यहरू राखेका छौं, उहाँहरूले पनि हामीले दिशानिर्देश दिनुभएको छ। यो होइन कि उहाँहरूले लतार्नु भएको छ, प्रश्नलाई दिशानिर्देश गर्नुभएको छ, यो चाहिँ ठिक होला तपाईले प्रश्न गर्ने दिशा भनेर हामी त्यो दिशातिर जानेछौँ, त्यसमा कुनै दुई मत छैन नि। यो सोही सम्बन्धमा हामीले
त्यही 371F को सम्बन्धमा हामीले इम्प्लिमेन्टेसनको सम्बन्धमा कार्यान्वयनको सम्बन्धमा चाहिँ भारतको के अरे राष्ट्रपतिलाई पनि एउटा चिठी विस्तार गरेका थियौँ, जसको पनि हामीले उत्तर पाएका छौँ। त्यो उत्तरलाई हामी अहिले सार्वजनिक गर्न सही समय सम्झँदैनौँ अनि त्यो उत्तर पनि सकारात्मकै छ। तर हामीले अब के सोच्छौँ भने यो सबै तकनिकी कामहरू संवैधानिक वैधानिकताभित्र मर्यादाभित्र बसेर गर्ने कामहरू त हुँदै गर्छ, तर यस्तो परिस्थितिमा फेरि त्यही कुरो दोहोऱ्याउनु मन लाग्छ, यो सौहार्दता बिगार्ने एलिमेन्टहरू चाहिँ कताबाट निस्किँदैछ कि जस्तो भान हामीलाई हुँदैछ। यो सौहार्दता बिगारेर चाहिँ हामी एक हुनुको कुनै अर्थै छैन। यो सौहार्दतालाई कायम राख्नु पर्यो। हामीले जसले एकीकरणको कुरा उठाउँदैछौँ, हामीले पनि सिक्किमको मर्यादा अक्षुण्ण रहेर सिक्किमले कमाएको प्रतिष्ठा सम्मानलाई हामीले सिरोपर गरेर बोल्नु सक्नुपर्छ। हामीले एकीकरणको कुरा गर्नु भनेको सिक्किमलाई के बलजफ्ती पेलेर अगाडि बढ्नु भनेको चाहिँ पटक्कै होइन। अनि यो काम कतै न कतैबाट हुँदैछ, अनि यो काम चाहिँ एकीकरणको विरोधी काम हो जस्तो लाग्छ हामीलाई। यो गलत हुँदैछ अनि त्यो विषयमा हामीले सोच्छौँ। अब सोच्नुपर्ने स्थिति आयो यो षड्यन्त्र विषयमा। अनि यस्तो छ हजुर, कसलाई इङ्गित गर्नु खोज्नु भएको यो थाहा छ, मैले कसलाई भन्दैछु कसरी भन्दैछु भन्ने कुरो थाहा छ, त्यो सबै थाहा छ, सबैलाई सार्वजनिक भइसकेको कुरा हो। हामीले बस केही महिनाको निम्ति हामीले अब्जर्भेसनमा राखेका छौँ, यो चाहिँ गलत हुँदैछ भन्ने कुरो थाहा छ। मैले भन्दैछु बार बार, सिक्किमले अक्षुण्ण रहेर कमाएको प्रतिष्ठालाई हानि पुर्याउनु चाहिँ एकीकरणको उद्देश्य होइन। नमस्कार, हामी गोर्खा राष्ट्रिय काङ्ग्रेस एकीकरण विषय लिएर धेरै लामो समयदेखि गरिरहेको थियौँ र आजको चाहिँ यो जुन चाहिँ चिठी छ सरकारले बोलाएको, यो जुन चाहिँ सरकारले बोलाएको हेरिङको लागि बोलाएको यहाँ सुभाष मणि सिंहको नाममा गरिएको थियो र यो चाहिँ के गरेको थियो त भनेर भन्दाखेरि एकदमै छोटोमा राम्रोसित भन्नु भने 371F क्लज H को विषयमा गरेको थियो। 371F भनेको चाहिँ सिक्किमले आफ्नो देश गुमाएर 22nd स्टेट इन्डियामा पसेको थियो, त्यति बेला उनीहरूलाई स्पेशल स्टाटस दिएको थियो। त्यो स्टाटस दिँदाखेरि अरू देशहरू अरू राज्यहरू जस्तो यसरी इन्टिग्रेसन भएको थिएन, उनीहरूलाई स्पेशल प्रोभिजन स्पेशल स्टाटस दिएको थियो। त्यो चाहिँ 371F हो। त्यो भित्र आएको क्लज H, क्लज एचले के भनेको छ त भन्दाखेरि जति पनि बाहिर भित्रका चल अचल प्रपर्टीहरू छन् तिनीहरू चाहिँ राम्रोसित व्याख्या गरिकन फर्किनुपर्छ भनेर चाहिँ क्लज एचमा लेखेको छ 371 को एफमा। र यो जुन चाहिँ क्लज एचमा लेखेको छ मुभेबल इमोभेबल प्रपर्टी बाहेक अर्को के लेखेको छ भनेर भन्दाखेरि रिसोर्सेसको कुराहरू पनि गरेको छ। रिसोर्सेसको कुरा गर्दाखेरि अनि इन्भेस्टमेन्टको कुराहरू पनि गरेको छ। जस्तै कलकत्तामा सिक्किमको प्रपर्टी जुन इट हेज टु रेभर्ट टु द गभर्मेन्ट अफ सिक्किम, सिक्किममा फर्केको हुनुपर्छ। ठिक त्यो प्रकारले फरेनमा डिप्लोमेट्स जग्गाहरू छ भने सिक्किममा फर्केको हुनुपर्छ भने अब यहाँ रिसोर्सेसको कुरा गर्दाखेरि मलाई वाङदेन लेप्चाको याद आयो। 1963 अथवा घुम्दाखेरि 68 भएको छ। त्यसमा चाहिँ सिक्किम काउन्सिलमा दार्जिलिङको हामीले ट्रिटी पेमेन्ट कति पाउँदैछ भन्दाखेरि हामीले यति पाउँदैछ बढाऊ भनेर भनेको छ। त्यसको मतलब रिसोर्सेस दार्जिलिङ थियो नि, दार्जिलिङ चाहिँ रिसोर्सेस थियो। त्यो बाहेक अर्को डाइमेन्सनमा अर्को दृष्टिकोण दार्जिलिङ इट्स ए इन्टिग्रल पार्ट अफ सिक्किम, सिक्किमको अभिन्न भूभाग पनि थियो नि त। मैले यहाँ अब भाइ विक्रम भाइले सबै व्याख्या गरिसक्यो, अब मैले चाहिँ क्लज एजको विषयमा खालि भन्दैछु। र त्यसकारणले गर्दाखेरि यो जुन चाहिँ क्लज एजमा आएको रिसोर्सेस दार्जिलिङलाई ओङदेन लेप्चाले भनेको अनुसार दार्जिलिङ सिक्किमको थियो भने यो पनि फर्केको हुनु पर्थ्यो। तर के भयो त भन्दाखेरि जति पनि पहिलाका सिक्किमका प्रपर्टीहरू छ संसारको कुनै पनि कुनामा, राम्रोसित सुन्नुहोस् है, यो जुन चाहिँ क्लज एचले भन्दैछ संसारको कुनै पनि कुनामा सिक्किमका प्रपर्टीहरू थिए वा गुमेका भूभागहरू थिए भने यो फर्केको हुनुपर्छ भनेर क्लज एचले लेखेको इन्टरप्रिटेसन हो।
र यो भित्र आज जुन चाहिँ यहाँ हाम्रो सुभाष मणि भाइले जुन चाहिँ प्रकारले बोल्नु भएको छ त्यो हिसाबले चाहिँ सुभाष मणि भाइले हामीलाई रिटर्न चाहिन्छ भनेर भनेको छ। अब त्यो रिटर्नमा के दिन्छ? अब फेरि अर्को कुरो, इन्डियन कन्स्टिट्युसनको आर्टिकल 1, 2, 3 अनुसार ल्यान्डमा इन्डियाको कुनै पनि ल्यान्डमा डिस्प्युट भयो भने प्रेसिडेन्ट अफ इन्डियाले इन्टरफेयर गर्नु पाउँछ। उहाँले त्यहाँ चाहिँ के गर्नु छ, एडप्ट गर्नु सक्छ। उहाँले हर एक्सेलेन्सी क्यान मेक द ल अल्सो, कानुन पनि बनाउन प्रावधान छ। त्यसको उदाहरण हेर्नुहुन्छ भने 2019 मा आधार जुन चाहिँ अर्डिनेन्स ल्याएको छ 2019 मा त्यो आधार कार्ड बनिएको त्यसरी हो भनेदेखिलाई दार्जिलिङलाई पनि अर्डिनेन्समा प्रेसिडेन्ट अफ इन्डियाले ल्याउन सक्छ। अब यहाँ कुरा चाहिँ के हो भन्दाखेरि यहाँ कुरा चाहिँ आउटसाइड र इनसाइड टेरिटोरीको डिस्क्रिप्सन गरिएको छ नि त, वर्णन गरिएको छ। त्यो वर्णन गर्दाखेरि हामीलाई यदि आउटसाइडको कुरा गर्छ, इनसाइडको कुरा गर्छ भने यसमा क्लजेसले एकदमै छर्लक्क प्रकारले बुझाएको छ। त्यो चाहिँ के हो भन्दाखेरि सिक्किम राज्यको पूर्ण अधिकार छ भनेर दिएको छ। तर जति बेला फेरि यी कानुनहरू लागू हुन्छन्, इन्फोर्समेन्ट हुन्छन्, त्यति बेला यी कानुनहरूको प्रपर्टीको जुन चाहिँ जुरिडिक्सन छ अथवा प्रपर्टीमा जुन चाहिँ सीमाङ्कन छ त्यो विषयमा चाहिँ राम्रोसित इन्फोर्समेन्ट हुँदैन। किनभने ल अफ द ल्यान्ड भारतको कानुनले यसलाई ठिक प्रकारले राख्न सकेको छैन। ल अफ द ल्यान्ड चाहिँ के को हो भन्दाखेरि एउटा चाहिँ लेजिस्लेचर आउँछ, अर्को कन्स्टिट्युसन आउँछ, अर्को चाहिँ जुडिसियल प्रेसिडेन्टहरू जति पनि हाम्रो न्यायालयका कुराहरू हुन्छ यी तीनटाले चाहिँ गाइड गरेर चाहिँ आर्टिकल 371F को क्लजेसलाई चाहिँ इन्फोर्स गर्छ भनेर हामी आज यो हाम्रो के अरे गोर्खा सेवा सेनाले गरेकोमा थप जोड दिँदै तपाईहरू सबै मिडियाकर्मीहरूलाई धन्यवाद दिँदै अनि आशा गर्छु आउने दिनमा सिक्किम अनि सिक्किमवासीहरूले पनि यो विषयमा राम्रो गरेर तपाईहरूको नङ र मासुको कुरा गर्नुहुन्छ भने एउटा राजनीतिक धर्मसँग सम्झेर दार्जिलिङलाई बङ्गालको दासत्वदेखि निकालिदिनुहोस् भने हामी गोर्खा राष्ट्रिय कांग्रेस एवं गोर्खा सेवा सेना प्रार्थना गर्दै आज भनाइ यही ठोक्छ। थ्याङ्क यू। नदेखेको भयो भने त के अरे 25 वर्ष अगाडिदेखि हामीले के गर्यो त्यति बेला जगजग थियो त। त्यसका सम्भावना नदेखेर होइन, हामीले यो सम्भावनाको कुरा भिन्दै हो। त्यो त प्रपोजिसन यस्तो हुनसक्छ उस्तो हुनसक्छ। भोलिको दिनमा मैले सुनको हात्ती पाएँ भने भाइलाई म पुच्छर 5 केजीको दिन्छु ल भनेको जस्तो सम्भावना होइन। यो त रियालिटी हो, यो त डकुमेन्ट बेस प्रोग्राम हो। र नै गभर्मेन्ट गभर्मेन्ट अफ सिक्किमले होममा एउटा इज्जत गरेर सुभाष भाइले गरेको जुन चाहिँ आरटिआई छ त्यसमा हियरिङको लागि बोलाउनुको त यो त ठुलो कुरो हो। यसले गर्दाखेरि हामी यस्तो हुँदैन यस्तो हुन्छ भनेर आएको पटक्कै होइन, सादा सत्यमा अनि दस्तावेजमा आधारित भएको कुराहरू भएको कारणले गर्दा हामीले आएको। हामीले त दार्जिलिङै हो, लक्स टेरिटोरी अफ सिक्किम, इममुभेबल प्रपर्टी। कालेबुङ अलग हो भनेर छोडिन्छ भन्ने जुन चाहिँ भ्रम छ त्यो दार्जिलिङमा पनि पर्याप्तै छ होइन। तर वास्तवमा अब इतिहासमा फर्केर हेर्नु हो भने चाहिँ कालेबुङलाई कस्तो विवादास्पद तरिकाले इतिहासको विवादको कुरा गर्दैछु भुटानले लगेको थियो भन्ने विषयमा हामीसँग तर्क छ होइन। कालेबुङ ऐतिहासिक तथ्यहरूको आधारमा भन्नु हो भने इतिहासमा पनि के अरे आधिकारिक कुराहरू छ नि त, अफिसियल कुराहरू छ। भुटानले कुनै अफिसियल के भन्छ ट्रिटी बिना सम्झौता बिना नै कालेबुङलाई मेरो भनेर जितेको त त्यो त आधिकारिक रूपले मान्यता प्राप्त हुँदैन नि त। त्योभन्दा अगाडिदेखि त सिक्किमकै हो होइन। अनि एउटा कुरोको तपाईँलाई एउटा प्रमाणको म चर्चा गर्न चाहन्छु यहाँनिर। 1937 मा सिक्किमको दरबारबाट एउटा आधिकारिक सूचना जारी गरेको छ जुन सूचनामा त्यस्ताका दरबारबाट के भनिएको छ भने टिस्टादेखि पूर्वमा मतलब कालेबुङै हो टिस्टाका पूर्वमा रहेको जमिनमा चाहिँ सर्टेन सेक्सनलाई चाहिँ
शेर्पा भयो तामाङ भयोलाई चाहिँ बसोबास गर्ने हामी अनुमति दिन्छौँ भनेर सिक्किमको दरबारबाट त्यो अधिसूचना जारी गरेको छ। सिक्किमको दरबारको कालेबुङमाथि अधिकार नभए त्यो अधिसूचना जारी गर्ने थियो होला त? गर्ने थिएन नि, एउटा पहिलो कुरो। अनि दोस्रो कुरो त मैले अघि नै भनिहालेँ, भुटानले आधिकारिक रूपमा कुनै सम्झौता गरेर अथवा लडाइँ जितेर कालेबुङलाई आफ्नो बनाएको होइन, होइन? कुनै भुलभ्रान्ति थियो, राजनीतिक भुलभ्रान्ति भयो, त्यो त्यसको कारणले गर्दा उनीहरूले आफ्नो हो भनेर घोषणा गर्दै मात्रै हुँदैन नि, लेखापढी हुनु पर्यो नि, सिक्किमबाट कति बेला लियो, कसरी लियो भन्ने कुरो त हुनु पर्यो नि। यो कालेबुङ छोडिने कुरै छैन, त्यसको तर्कहरू धेरै छ। त्यो जब समय आउँछ हामी त्यो कुराहरू अगाडि निकाल्छौँ। अनि तपाईँले जो गोर्खाल्यान्डको कुरा गर्नुभयो, गोर्खाल्यान्डले चाहिँ भारतभरि छरिएर बसेको गोर्खाहरूको समस्या सम्बोधन गर्नको निम्ति निकालिएको आएको मुद्दा हो। जबकि यो सिक्किम एकीकरणको मुद्दा चाहिँ दार्जिलिङको भूभागलाई लिएर, दार्जिलिङको भूभागलाई अनि सिक्किमको जुन चाहिँ ऐतिहासिक अधिकार छ अनि राजनीतिक अधिकार पनि संवैधानिक अधिकार पनि छ दार्जिलिङमाथि, त्यसलाई लिएर तय भएको मुद्दा हो। अनि गोर्खाल्यान्डको मुद्दा भावनासँग जडित छ, होइन? अनि दार्जिलिङ सिक्किम एकीकरणको मुद्दा चाहिँ तथ्य, संविधान अनि इतिहाससँग सम्बन्धित छ। यो कारणले गर्दा छुट्टै छुट्टै मुद्दाहरू हुन्। जस्तै कि दार्जिलिङले उठाएको गोर्खाल्यान्डको मुद्दा चाहिँ सबैभन्दा पहिलो समस्यामा उभिएको मुद्दा हो भने त्यो समस्या चाहिँ हो आइडेन्टिटी क्राइसिस, राष्ट्रिय चिनारीको सङ्कट भन्छ, होइन? राष्ट्रिय चिनारीको सङ्कट चाहिँ विभिन्न स्तरको सङ्कटहरू छ। हेर्नुहोस् है, मिजोराममा मिजोहरूको आफ्नो राज्य छ, उनीहरूलाई आइडेन्टिटी क्राइसिस छैन भनेर कसले भन्नु सक्छ? गोवामा गयो भने उनीहरूलाई चाइनिज भनिदिन्छ, होइन? अनुहार हेरेर अलग राज्य हुँदाखेरि पनि के अरे आइडेन्टिटी क्राइसिस त हुँदो रहेछ, होइन त? यो आइडेन्टिटी क्राइसिस भन्ने विषयलाई समाधान गर्नको निम्ति धेरै प्रकारको धेरै स्तरको रणनीति अनि सङ्घर्ष चाहिन्छ जस्तो लाग्छ, होइन? त्यस कारणले गर्दा हामी चाहिँ के चाहन्छौँ भने यो मुद्दा सिक्किम एकीकरणको मुद्दा सरासर संवैधानिक, होइन, ऐतिहासिक, सांस्कृतिक, भाषिक, भौगोलिक केन्द्रित मुद्दा हो जस्तो लाग्छ हामीलाई। अनि गोर्खाल्यान्डको मुद्दा छुट्टै मुद्दा हो, होइन? आइडेन्टिटी क्राइसिसको के अरे जुन चाहिँ आइडेन्टिटी क्राइसिसको जुन चाहिँ समस्या छ, सङ्कटको समस्या छ, त्यसलाई सम्बोधन गर्नको निम्ति जुन चाहिँ सङ्घर्ष छ त्यो सायद चलिरहन्छ होला, भारतीय गोर्खाले चलाइरहन्छ होला। तर यो सिधा सिधी सिक्किम अनि दार्जिलिङको संवैधानिक सम्बन्ध, ऐतिहासिक सम्बन्ध, राजनीतिक भौगोलिक सम्बन्ध, सांस्कृतिक भाषिक सम्बन्धसँग जडित मुद्दा हो। यसलाई त्योसँग नमिसाएको जस्तो लाग्छ, ठिक हो जस्तो लाग्छ। कालिम्पोङको जुन चाहिँ छ, यहाँ भाइले भनेको जस्तो भाइको कुरालाई सपोर्ट गर्दै यहाँ हामीले प्रमाणको कुरा आउँछ। एचएस ऋषिले लेखेको किताब सिक्किम ग्याजेटरमा हेर्नुहोस्, तपाईँहरूले पाउनुहुन्छ। त्यहाँनिर के भनेको छ भने 1644मा तेन्चुङ नामगेल भन्ने राजा छ, 3टा रानी ब्याङ्गर्स, एउटा भुटान, एउटा तिब्बत, अर्को लिम्बुवानको लिम्बुनी ब्यागर्स। यहाँबाट छोरी जन्मिन्छ पेन्डो आङ्मु, अर्कोबाट छोरा जन्मिन्छ छोक्दा नामगेल, अर्को थर्डबाट नोइसो। र छोरीले चाहिँ नपाउँदाखेरि चाहिँ बिलाउना गर्छ उता गएर भुटानमा, त्यति बेला आएर एट्याक गर्दाखेरि चाहिँ डल्लै सिक्किम जितेको तपाईँले रेकर्ड पाउनुहुन्छ, प्रमाण, दस्तावेजको प्रमाणसित। अन्त त्यति बेला डल्लै सिक्किम जितेपछि भुटानले राख्दाखेरि ज्वाइँ त ज्वाइँ हो, तर एज टोकन अफ प्रोटेस्ट त्यसले बदमास गरिस् भनेदेखिलाई चाहिँ म तँलाई छड्दिनँ भनेर कालिम्पोङ राखेर दामसङगढी र दालिमकोटको जोङहरूबाट हेर्ने गर्थ्यो। अहिले पनि कालिम्पोङमा छ त्यो चिजहरू, र यसले प्रमाणित गर्छ कालिम्पोङ चाहिँ सिक्किमको इन्टिग्रल पार्ट, अभिन्न भूभाग हो। तर कालिम्पोङलाई को लागि चाहिँ भुटानले यताउति गर्दैछ भनेर हाम्रो चिफ मिनिस्टर, अनरेबल चिफ मिनिस्टर ममता ब्यानर्जी गएर डिस्ट्रिक्ट बनाएको कथाहरू छ। ठिक त्यही प्रकारले जति बेला हामी के अरे ब्रिटिस हाई कमिसनमा दिल्लीमा जाँदाखेरि हामीले त्यहाँ सबै चिज राख्दाखेरि अत्तालेर इङ्ल्यान्डमा गएर इन्डियन हाई कमिसनमा गएको जस्तो कुरा हो। त्यस कारणले गर्दा तपाईँहरू निर्धक्क बस्नुहोस्, सिक्किम दार्जिलिङ एकीकरण भयो भने
डोर्स र डोर्सको चाहिँ पेज नम्बर 13 मा छ। डोर्सको विषयमा सोध्नु भएन भन्दिन र यो पेज नम्बर 13 मा छ यिनीहरू चाहिँ गएर चाहिँ छुट्टिन्छ भन्ने कुनै शङ्का नै छैन। हेर्नुहोस् यस्तो छ, अब अहिले जति पनि हामीले ऐतिहासिक जति कुराहरू छ त्यो कुराहरू त्यति मान्यता लाग्दैन। हेर्नुहोस् जस्तो अघि भन्नुभयो कालिम्पोङको पनि अलिक म क्लियरिफाई गरिदिन्छु। जुन चाहिँ 1860 तपाईँको यो एङ्ग्लो भुटान वार भएको थियो, त्यसमा नेचुरली फेरि 65 मा सिन्चुला ट्रिटी भएर चाहिँ 66 मा चाहिँ कालिम्पोङलाई माने ब्रिटिसले चाहिँ के गर्यो भनेदेखि लिएर भूभागहरू जसको जहाँ छ त्यसलाई करेक्ट गरेको छ, टेरिटरीलाई करेक्ट गरेको छ। गर्दाखेरि कालिम्पोङ चाहिँ तपाईँको के हो भने सिक्किमको भूभाग भएको कारणले गर्दा चाहिँ 1866 मा बेङ्गल डिस्ट्रिक्ट एक्ट अन्तर्गत यो दार्जिलिङको पुरानो जुन चाहिँ दार्जिलिङमा उहाँले ट्रान्सफर गर्नुभएको छ सिक्किमको भूभागमा त गरेको। हामी यहाँ के कन्फ्युजन हुँदैछ भन्दा चाहिँ हेर्नुहोस् 1950 मा 3वटा ट्रिटी भएको थियो। एउटा इन्डो नेपाल फ्रेन्डसिप ट्रिटी भएको थियो, एउटा इन्डो सिक्किम फ्रेन्डसिप ट्रिटी भएको थियो, अनि एउटा चाहिँ इन्डो भुटान फ्रेन्डसिप ट्रिटी भएको थियो। ओके, गर्दाखेरि जुन चाहिँ इन्डो नेपाल फ्रेन्डसिप ट्रिटीमा सुगौली सन्धिको कुरा रहन्छ, त्यहाँ दार्जिलिङवासी चाहिँ अलिकति भ्रमित भइरहेको छ। किनभने इन्डो नेपाल फ्रेन्डसिप ट्रिटी अन्तर्गत अहिले उत्तराखण्ड राज्य भारत सरकारले त्यसलाई उहाँहरूले जुन चाहिँ गोर्खाहरू नै छ नि त त्यहाँ पनि होइन, तपाईँलाई याद भएको कुरो, त्यो उत्तराखण्ड राज्य बनाइसकेको छ। अब 75 सालमा चाहिँ जब यो सिक्किम जो छ भारतको 22वां राज्य भएर जब विलय भइसके भारतमा विलय भइसकेपछि चाहिँ अब समस्या के छ भनेदेखि लिएर अलरेडी 75 मा नै जुन चाहिँ आर्टिकल 371F को जुन चाहिँ एच मा जुन चाहिँ प्रपर्टी एन्ड एसेट अफ द आउटसाइड टेरिटरी अफ द गभर्नमेन्ट अफ स्टेट अफ गभर्नमेन्ट अफ सिक्किम जुन चाहिँ भनेको छ त्यो पनि त्यही 16 मे 1975 मा नै भेस्ट भयो, सिक्किममा राज्यमा पस्यो भनेको छ। हेर्नुहोस् त, भन्नुको मतलब चाहिँ के हो भने 75 मा दार्जिलिङको कानुन बनिसकेको छ। अनि क्लज एलले के भन्छ भन्दा चाहिँ भारतको राष्ट्रपतिले चाहिँ जुन चाहिँ अब पुरा अगाडिको जति पनि अब ट्रिटीहरू थियो, एग्रिमेन्ट थियो होइन, त्यसलाई चाहिँ एमेन्ड या रिपिल गरेर चाहिँ 77 भित्र विदिन 2 इयर्स चाहिँ सिक्किममा हाल्नुपर्ने प्रावधान अलरेडी कन्स्टिट्युसनमा छ। तर अभाग्यवश हाम्रो दार्जिलिङवासीले त्यो कतिवटा प्रावधानहरूलाई ठिकसँगले हाम्रो नेतृत्वहरूले त्यसलाई सायद अब बुझ्नु सकेन के छ। किनभने संविधान भन्ने कुरा अहिले म होम सेक्रेटरीमा जब बसेँ, अब 50 साल भयो सिक्किमको आउटसाइड टेरिटरी जुन चाहिँ आर्टिकल 371F को प्रोभिजन्सहरूमा होम डिपार्टमेन्टलाई पनि याद छैन। उहाँले भन्नुभयो हाम्रोमा इन्फर्मेसन जानकारी यति नै छ भने। हेर्नुहोस् त, गत 50 सालमा जब सिक्किम सरकार आफैलाई त्यो टेरिटरीको बारेमा माने संविधानको प्रावधानहरू व्याख्या भइसकेको छैन भनेर हामीले बुझ्यौँ र त्यसले गर्दाखेरि चाहिँ हामीले जुन आरटिआई गरेको थियौँ त्यो चाहिँ इन्डो सिक्किम फ्रेन्डसिप ट्रिटी अन्तर्गत जुन चाहिँ त्यसमा अब अघि भनिहाल्नु भयो छेउबेलको काउन्सिलको जुन चाहिँ त्यसमा जुन चाहिँ त्यहाँ मेम्बर जो छ काउन्सिलको मेम्बर ओङदेन लेप्चाले कहिलेदेखि पैसा दार्जिलिङको पाउँदैछ भन्दा 1950 मतलब इन्डो सिक्किम फ्रेन्डसिप ट्रिटी भयो। कति पाउँदैछ भन्दा 3 लाख रुपियाँ होइन। अनि उहाँले त्यो पनि भन्नुभएको छ कि जुन हिसाबले अहिले पैसाहरू रुपियाँको डिभ्यालुएसन हुँदैछ अनि सँगसँगै जुन चाहिँ इन्कम छ दार्जिलिङको त्यो हिसाबले चाहिँ 1/3 अफ द रेभिन्यू जुन चाहिँ दार्जिलिङको छ त्यो चाहिँ सिक्किमले पाउनुपर्छ भनेर उहाँले हाल्नुभएको छ। त्यो कपी आज मैले हाम्रो सेक्रेटरी होमलाई मैले आज ह्यान्डओभर गरेको छु। त्यसले पर्याप्त प्रुफ छ कि यो चाहिँ अनि 75 सालसम्म नै त्यो लिजको पैसा तिरेको छ सिक्किमलाई। अनि 75 दिन बन्द, किनभने पार्लियामेन्टमा अलरेडी दार्जिलिङको लागि कानुन बनिसकेको छ। अनि 86 देखिको यता जति पनि आन्दोलनहरू भयो स्टेटहुडको लागि भयो, सबैले समर्थन पनि गर्नुभयो। तर के भयो भने यहाँ समस्या हाम्रो किन भारत सरकारले एड्रेस गर्न सकेन? यति लामो सङ्घर्ष, त्यसमा हजारौँ मान्छेले ज्यान दिइसकेको छ। यो कारण चाहिँ किनभने पार्लियामेन्टले अलरेडी प्रावधान दार्जिलिङको लागि आर्टिकल 371 मा बनाइसकेको छ, जो चाहिँ 77 भित्र मतलब 48 वर्ष अगाडि नै यो कानुन चाहिँ दार्जिलिङमा इम्प्लिमेन्ट हुनु पर्यो। अनि अगर सिक्किम दार्जिलिङवासीले हामी होइन अलगै राज्य हुन्छ भन्दा पनि त्यो पनि सक्छ, किनभने गभर्नमेन्ट अफ इन्डिया एक्टमा दार्जिलिङ एउटा पार्सियली एक्सक्लुडेड एरिया हो। त्यसको मतलब स्टेट पाउने राइट अलरेडी हाम्रोमा छ। गरेर जबसम्म यो सिक्किमको जुन चाहिँ भूभाग जुन चाहिँ छ सिक्किम राज्यमा संवैधानिक रूपले आउँदैन तबसम्म अन्त मात्रै पार्लियामेन्टले अर्को एमेन्डमेन्ट गर्न सक्छ। त्यहाँ हामी फसिरहेका छौँ, त्यो कुरामा चाहिँ हाम्रो ध्यान गएको छैन। त्यसले गर्दा चाहिँ अब हामीले हाम्रो सोल्युसन सिक्किमले अगर दार्जिलिङ राख्नु चाहँदैन भने पनि हाम्रो स्टेटहुडको त एकदमै राइट छ पार्सियली एक्सक्लुडेड एरियाको आधारमा, त्यसमा दुई मत छैन। हेर्नुहोस् त्यो नहुँदा चाहिँ अब 50s मा भारत सरकारलाई पनि याद थिएन कि सिक्किम 75 मा गएर जुन चाहिँ भारतको एउटा 22वां राज्य हुन्छ भनेर। त्यसले गर्दा हामीलाई 54 सालमा मात्रै बङ्गालमा एब्जर्भ लज एक्टमा के अरे गभर्नमेन्ट अफ इन्डिया एब्जर्भ जुन चाहिँ लज एक्टमा
हामीलाई 54 सालमा हालेको हेर्नुहोस्, हाल्यो जो चाहिँ अहिले 18 मा रिपिल पनि भयो। हेर्नुहोस् है, पार्शियल एक्सक्लुडेड एरिया 28 वटा थियो, 27 वटा त बिहारदेखिको लिएर युपी राजस्थानदेखिको लिएर यता नर्थ इस्ट सबैमा थियो, त्यो चाहिँ भारतकै भूभाग थियो। तर दार्जिलिङ 27 वटा थियो, एउटा दार्जिलिङ चाहिँ के थियो भने फरेन टेरिटरी हो, किनभने सिक्किम चाहिँ फरेन 75 सम्म फरेन थियो। त्यसले गर्दा फरेन टेरिटरी भएको कारणले गर्दा हामी बङ्गालमा पस्न सकेको छैनौँ। किनभने तपाईँले हेर्नुहोस् वेस्ट बेङ्गल स्टेट एक्विजिसन एक्ट जुन कानुन अन्तर्गत चाहिँ ब्रिटिसमा जति पनि रहेको जमिनहरू छ त्यो चाहिँ स्टेटले अधिग्रहण गर्ने जुन चाहिँ कानुन छ, त्यसमा दार्जिलिङको भूभागलाई चाहिँ हिल एरिया भनेर चाहिँ एक्जाम गराएको छ। बङ्गालमा जमिनै पसेको छैन हाम्रो। त्यो जमिन नपस्नु कारणले गर्दा चाहिँ आज भारत सरकारले डिसिजन लिन सकेको छैन। सिक्किमले बिल त गोर्खाल्यान्डको पास गर्यो, तर के भने जमिन अहिले पनि त्यहाँ छ, त्यसलाई इम्प्लिमेन्ट 371F इम्प्लिमेन्ट गरेर सिक्किममा आएर चाहिँ सिक्किम सरकारले यहाँनिर बिल पारित गरोस् न गोर्खाल्यान्डको, हामी हाम्रो राज्यमा बस्नेछौँ, त्यसमा केही प्रब्लम छैन, आपत्ति छैन। भारत सरकारले सिक्किम सरकारले दिन्छ भने हामी त राज्य नै चाहिरहेछ नि। तर हाम्रो चाहिँ 75 मा अलरेडी कानुन बन्ने कारणले गर्दा अब त्यो कानुन जबसम्म यहाँ पूर्ण रूपले सिक्किमको भूभागमा लागू हुँदैन र दार्जिलिङवासीले जुन चाहिँ एउटा राज्य माग्दैछ त्यो चाहिँ भारत सरकारले नयाँ कानुन बनाउन सकिरहेछन्, त्यहाँ चाहिँ हामी फसिरहेछौँ। र गर्दा रह्यो एउटा कुरा यो। अनि अर्को कुरा म तपाईँलाई टेक्निकली के भन्नु चाहन्छु भन्दाखेरि जुन चाहिँ इन्डो सिक्किम फ्रेन्डसिप ट्रिटीमा जुन चाहिँ दार्जिलिङको भूभाग आयो, अनि इन्डो भुटान ट्रिटीमा चाहिँ तपाईँको 18 डुवर्स आउँछ, जसमा चाहिँ 7वटा डुवर्स चाहिँ आसाममा पर्छ, जो चाहिँ अहिले बिटिसी तपाईँको बोर्डर टेरिटोरियल काउन्सिल बनिसकेको छ। र 11वटा जुन चाहिँ डुवर्स जुन चाहिँ छ, 11 डुवर्समा चाहिँ के थियो भने त्यसको वेस्टर्न मोड जुन चाहिँ डुवर्स छ त्यो चाहिँ दालिम सब डिभिजन भन्थ्यो पहिला त्यति बेला। जुन चाहिँ 11वटा डुवर्सको हेडक्वार्टर दालिम सब डिभिजन, त्यो दालिम सब डिभिजन पनि कालिम्पोङको गोरुबथानमा भएको कारणले गर्दा ब्रिटिसले जुन चाहिँ 1866 जुन चाहिँ बेङ्गल डिस्ट्रिक्ट एक्ट अन्तर्गत जुन चाहिँ दार्जिलिङमा कालिम्पोङलाई ट्रान्सफर गर्यो। अब कालिम्पोङ सब डिभिजन र दालिम सब डिभिजन गर्दा चाहिँ के हुन्छ भने हामी त्यहाँ कन्फ्युजन भएछ कि यो कालिम्पोङ चाहिँ भुटानको भूभाग भनेर। र तपाईँलाई जानकारी गराउन चाहन्छु कि जुन चाहिँ 11वटा वेस्टर्न डुवर्सको जुन चाहिँ 11 डुवर्सको जुन चाहिँ हेडक्वार्टर दालिम सब डिभिजनको नाममा चाहिँ आज अलिपुरद्वार डिस्ट्रिक्ट बनेको छ। तपाईँले त्यो अलिपुरद्वार डिस्ट्रिक्टको जुन चाहिँ ग्याजेट छ या त त्यसको तपाईँले विकिपिडियामा हेर्नु भने दालिम सब डिभिजनको नाममा चाहिँ जो चाहिँ दालिमगढी चाहिँ कालिम्पोङमा छ गर्दा त्यो चाहिँ अहिले अलिपुरद्वार डिस्ट्रिक्ट 11 डुवर्समा जुन चाहिँ डिस्ट्रिक्ट बनाएको छ हेर्नुहोस्। अनि जुन चाहिँ कालिम्पोङ जुन चाहिँ सब डिभिजन छ, जुन चाहिँ 1866 मा दार्जिलिङमा जुन चाहिँ सिक्किमको टेरिटोरी दार्जिलिङमा हाल्यो, त्यो चाहिँ कालिम्पोङ सब डिभिजन हो। त्यो दुईटाले दालिम र कालिम्पोङ सब डिभिजनले गर्दा चाहिँ अब कालिम्पोङ चाहिँ भुटानको हो भन्ने कन्फ्युजन छ। अनि भुटान हाउसमा पनि कन्फ्युजन छ। भुटान हाउस चाहिँ के अरे तपाईँको रोयल गभर्मेन्ट अफ भुटानको प्यालेस छैन, त्यो चाहिँ अहिले जो क्विन मदर हुनुहुन्छ उहाँको के अरे यता रानीको सन्तानपट्टिको थियो। त्यो चाहिँ ब्रिटिस गभर्मेन्टले पर्मिसन दिएर भुटान हाउस चाहिँ एउटा ट्रेड अफिस, किनभने कालिम्पोङ त सिल्क रुटको एउटा हेडक्वार्टरै थियो, र त्यो ट्रेड अफिस बनाउनु लागि चाहिँ भुटान हाउसलाई ब्रिटिस गभर्मेन्टले पर्मिसन दिएर त्यो भुटान हाउस बनिएको छ। त्यसले गर्दा त्यो चाहिँ भुटानको जुन चाहिँ रोयल गभर्मेन्ट अफ भुटानको चाहिँ त्यो भुटान हाउस प्यालेस भन्नु चाहिँ होइन, त्यो चाहिँ जो चाहिँ रानी जो अहिले क्विन मदर जो चाहिँ दार्जिलिङबाट कालिम्पोङबाट हुनुहुन्थ्यो उहाँको त्यो चाहिँ बाउको प्यालेस हो। एसटी दोर्जेको छोराको त्यो चाहिँ प्यालेस पनि होइन, त्यो बिजनेस सेन्टर माने ट्रेड अफिस चाहिँ ब्रिटिस गभर्मेन्टको पर्मिसनमा त्यो भुटान हाउस बनिएको छ। त्यसमा हामीलाई केही कन्फ्युजन छैन। कालिम्पोङ एकदम दार्जिलिङको हिस्सा हो अनि दार्जिलिङ सिधा सिक्किमको हिस्सा हो। यसले भने नि तपाईँको 75 सालमा अलरेडी 371F मा दार्जिलिङको कानुन पारित भइसकेको छ। त्यो जबसम्म इम्प्लिमेन्ट हुँदैन, पार्लियामेन्टले अर्को एमेन्डमेन्ट गर्न सकेको छैन, त्यही नै हाम्रो मेन प्रब्लम चाहिँ। अन्त इम्प्लिमेन्ट हुनु दिनु पऱ्यो नि, रोकेर त भएन नि। इम्प्लिमेन्ट हुनु नदिएको कारणले गर्दा चाहिँ हाम्रो अधिकारदेखि वञ्चित भएको छ। 48 वर्ष भएन, 77 मा पसेको भए त्यहाँदेखि हामीले 86 मा सायद मजाले एमेन्डमेन्ट भएर त्यति बेला घिसिङ साहबले नै स्टेट ल्याइसकेको हुन्थ्यो। त्यो जबसम्म कानुन हुँदैन होइन, H 371F लागू हुनु पर्यो। क्लोज एलमा जुन चाहिँ प्रेसिडेन्टले एमेन्डमेन्ट गरेर चाहिँ दार्जिलिङको टेरिटोरी सिक्किममा हाल्नु, विधानसभामा आएर विधानसभाले पास गर्न सक्छ नि, तर बङ्गाल विधानसभाले गर्न सक्दैन। किनभने मैले भने नि जुन चाहिँ वेस्ट बेङ्गल स्टेट एक्विजिसन एक्टमा चाहिँ जति पनि बङ्गालको भूभागहरू चाहिँ स्टेटको अन्डरमा आउने, अनि वेस्ट बेङ्गल ल्यान्ड एन्ड ल्यान्ड रिफर्म एक्ट जुन चाहिँ 1955 छ त्यसले चाहिँ आवन्टन गर्ने प्रावधान छ। तर दार्जिलिङ चाहिँ के भने बङ्गालको कलेक्ट्रेटमा पसेको छैन, जमिन हिल एरिया भनेर सब एक्जाम गराएको छ। र तपाईँले मलाई भन्नुहोस् कि कुनै राज्यमा अन्य भारतको अन्य राज्यमा हिल एरिया भनेर चाहिँ राज्यमा नहाल्ने, त्यो भूभागलाई नहाल्ने त्यस्तो प्रावधान कहीँ सुन्नु भएको छैन नि। दार्जिलिङमा मात्रै छ, बङ्गालमा हाम्रो जमिनै पसेको छैन। जमिन नपसेको कारणले गर्दा आज जुन चाहिँ चिया बगानमा पट्टा पाएको छैन हेर्नुहोस्, बजारभित्र जानुहोस् न, ब्रिटिस टाइमको जुन चाहिँ तपाईँको डेभलपमेन्ट एरिया डिआई फन्डको जुन चाहिँ ब्रिटिसको लिज छ, त्यो लिज जबसम्म भ्यालिड छ त्यो तपाईँको ट्रान्सफर हुन्छ
किनबेच हुन्छ तर लिज एक्सपायर भएपछि ट्रान्सफर बन्द भइहाल्छ अन्त बङ्गालकोमा जमिन हुनु भने त त्यो लिज जब उसले ट्रान्सफर गर्नु अधिकार छ भनेदेखि लिएर उहाँले लिज पनि रिन्यू गर्न सक्नुपर्ने नि त लिज रिन्यू गर्न सक्दैन बङ्गाल सरकारले भूभाग पसेको छैन हाम्रो त्यहाँ हामी फसिरहेको छौँ गर्दाखेरि जबसम्म आर्टिकल 371F पूर्ण रूपले सिक्किमको टेरिटरीमा इम्प्लिमेन्ट हुँदैन तबसम्म फेरि अब दार्जिलिङवासी र सिक्किमवासीले अब होइन दार्जिलिङको आफ्नै अधिकार छ हाम्रो सिक्किमको आफ्नो त्यसो सिक्किम सरकारले मात्रै एसेम्ब्लीले मात्रै त्यो दार्जिलिङको अधिकार दिनु सक्छ र हामीलाई चाहिँ त्यही छ कि इम्प्लिमेन्ट होस् किन अलरेडी 75 मा बनाएको छ हामी त्यो बन्नेको कारण नबन्नेको भएदेखि हामीलाई समस्या थिएन यति बेला हाम्रो साथ स्टेट बनिन सक्थ्यो पार्लियामेन्टले अलरेडी कानुन पास गरेको कारणले गर्दा आज हाम्रो दार्जिलिङवासी चाहिँ हाम्रो जुन चाहिँ एउटा अधिकार छ वञ्चित भइरहेछौँ आर्थिक रूपले त्यति बिघ्न वञ्चित भएको छ त्यो मैले दार्जिलिङ इकोनोमिक डेभलपमेन्ट काउन्सिलको सायद मैले स्ट्याटिस्टिकहरू मैले फेसबुकमा बोलिसकेको छु सिक्किमले जति पर क्यापिटल बजेट पाउँछ यहाँ 7 लाख पपुलेसन छ भने त्यहाँ 14 लाख पपुलेसनले सिक्किमको बजेटको पर क्यापिटाको 10% मात्रै बजेट पाउँछ सोच्नुहोस् दार्जिलिङवासीले कसरी बिताइरहेको होला कुन स्थितिमा बसिरहेको होला पलायन हुनु बाध्य भइरहेछ अलग राज्य गोर्खाल्यान्ड हुनुपर्छ भने पहिले रेजुलेसन पनि पारित गर्नुभयो तर के हो भने जुन चाहिँ 371F इम्प्लिमेन्ट भएर सिक्किम सरकारको अन्तर्गतमा यो दार्जिलिङको भूभाग आएपछि मात्रै त्यो चाहिँ भ्यालिड हुन्छ त्यहाँदेखि मात्रै पार्लियामेन्टले फेरि त्यो के हुन्छ नि एमेन्ड गरेर स्टेट दिन सक्छ अभियसली दिन सक्छ युटी देला र इम्प्लिमेन्ट हुनु दिनु पर्यो हजुर हाम्रो त्यति मात्रै हो अन्तिममा हाम्रो हेर्नुहोस् यो कुनै पनि दुई मत छैन कि सिक्किमको भूभाग चाहिँ दार्जिलिङ हो नि त हैन आज सिक्किममा तपाईले एउटा कुरा तपाईले क्लियर हुनुहोस् 30% यहाँको नागरिकले मात्रै विरोध गर्छन् 70% ले चाहिँ सिक्किम र दार्जिलिङको एकीकरणको पक्षमा चाहन्छन् अब किन चाहन्छन् भन्दाखेरि हेर्नुहोस् आज सिक्किम यस्तो सिचुएसनमा भइसकेको छ कि सिक्किमको इकोनोमिक हेर्नुहोस् सिक्किमको जीडीपी हेर्नुहोस् है सिक्किमको आय स्रोतहरू हेर्नुहोस् हैन बडो दुर्भाग्य कुरा आज हामी त एकदमै दुःखले भन्नुपर्छ कि आज सिक्किममा कुनै पनि रेभिन्यू आउने ठाउँ छैन कुनै पनि आय स्रोत जेनेरेट गर्ने ठाउँै छैन त्यसले गर्दाखेरि चाहिँ हाम्रै भूभाग हाम्रै छिमेकी आज हेर्नुहोस् त बङ्गलादेशीले आज सिक्किममा आज डोमिसलहरू पाइरहेछ बिहारीहरूले पाइरहेको छ हैन पाकिस्तानहरूले चाहिँ आज सिक्किममा डोमिसलहरू पाइरहेछ तर हाम्रै छिमेकी यहाँको भोटिया दार्जिलिङको भोटिया हाम्रो मान्छे होइनन् यहाँको नेपाली दार्जिलिङको नेपाली हाम्रो मान्छे होइन उनीहरूले पनि पाउनु पर्यो नि त हाम्रो त भूभाग हो नि त हाम्रै सिक्किमको भूभाग चाहिँ जब 1975 भन्दा अगाडि हैन जो चाहिँ राजाले इस्टियाना कम्पनीलाई चाहिँ लिजमा दिएको मात्रै हो नि त हैन किनभने बेचेको होइन नि त बेचेको भए हामीले भन्नु केही पनि थिएन हामी माग्ने थियौँ हाम्रो अधिकार मैले त दार्जिलिङलाई सिक्किमलाई दार्जिलिङमा गाप भनेको होइन सिक्किमको जुन चाहिँ भूभाग छ सिक्किमको भूभाग चाहिँ भारत सरकारले रेखित रूपमा चाहिँ सार्वजनिक गर्नुपर्छ कहाँको पर्छ यदि सिक्किमको भूभाग भने झट्ट फर्काइदिनुपर्छ भनेर मैले त भन्दैछु किन हाम्रो भूभाग भने हामी त थोरै हाम्रो मान्छेले बङ्गालको आज दाउसो त भएर हामी बाँच्न दिँदैनौँ हाम्रो भूभागले सिक्किम र दार्जिलिङको जुन चाहिँ सम्बन्ध छ जुन चाहिँ हाम्रो एउटै माने हाम्रो एउटा संस्कृति छ हैन सिक्किममा हाम्रो जुन चाहिँ एउटै भाषा छ एउटै हाम्रो वेशभूषा छ हामी एक भएर हामी त ठुलो सिक्किम र दार्जिलिङ जबसम्म हुँदैन हेर्नुहोस् जबसम्म सिक्किम र दार्जिलिङ एक हुँदैन सिक्किममा भएको पनि त समस्याहरू छ नि त सिक्किममा पनि त धेरै समस्याहरू छ नि जस्तै आज लिम्बू तामाङको सिटहरू हेर्नुहोस् हैन धेरै समस्याको कारण भएको छ नि त हैन आज 2026 मा त हाम्रो त यो डिमिनिटेसन हुनुपर्ने तर पपुलेसनको आधारमा त बढाउने जग्गै छैन छ भन्नुहोस् त छँदै छैन नि एउटै मात्रै उपाय छ जबसम्म सिक्किम र दार्जिलिङ एकीकरण हुँदैन सिक्किममा भएको न त लिम्बू तामाङले आफ्नो अधिकार पाउँछ न त नेपालीको सिट पाउनेछ त्यसले गर्दाखेरि अब आउने दिनहरुमा चाहिँ मलाई लाग्छ हामी भारतको 22औं राज्य हो हामी त जनगण मन अधिनायकका भन्दै जन्मिएका व्यक्तिहरु हौं हेर्नुस् हामी राष्ट्रिय प्रेमी हो हामी भारत प्रेमी हो त्यसले गर्दा म यही चाहन्छु भारत सरकारले यदि दार्जिलिङको भूभाग चाहिँ सिक्किमको हो भने चाहिँ चाँडो भन्दा चाँडो सिक्किम र दार्जिलिङको समस्यालाई चाहिँ एकदमै भारत सरकारले एकदम उच्च स्तरमा नजरअन्दाज गरेर चाहिँ समाधान गर्नु एकदमै जरुरी छ मलाई लाग्छ त्यसले गर्दा सिक्किम र दार्जिलिङ एक भयो भने हेर्नुस् हाम्रो कति आय सोर्सहरु छ
हैन आज यो हामीले त महिना मरेपछि त भारत सरकारले कहिले दिन्छ र स्यालेरी दिनुपर्ने अथवा यहाँनिर कन्ट्र्याक्टरलाई बिल गर्नुपर्ने त भएन नि त हाम्रो अलग्गै हाम्रो त इन्कम सोर्स छ हैन आज धेरैभन्दा धेरै इन्कम सोर्सहरू छ ताकि आज बङ्गाल सरकारले आज लगिरहेको छ हैन हामीले त आज इस्ट इन्डिया कम्पनीलाई दिएको हो नि त हामी त लिजमा राजाले सिक्किमको राजाले तर बङ्गाल सरकारलाई दिएको होइन नि त आज बङ्गाल सरकारले पनि सिक्किमको टेरिटोरी एउटा भूभाग हो भन्दै छ भने चाहिँ आज सिक्किमले चाहिँ यता दार्जिलिङको भूभाग डकुमेन्ट्समा चाहिँ हाम्रो हो पनि भन्ने आज सार्वजनिक पब्लिक अगाडि चाहिँ नलिने त्यो त भएन नि त यो दोहोरो पोल्टे नीति त भएन नि त त्यसले गर्दाखेरि म त म सिक्किमको एउटा गोर्खा सेवाको है एउटा कन्भेनर भएको नातामा सिक्किम बचाउने एउटै मात्रै विकल्प छ भविष्यमा गएर तपाईको सिक्किम यदि सिक्किम दार्जिलिङ एकीकरण भएन भने भोलि सिक्किम चाहिँ बङ्गलादेश र बिहार जस्तो भएर जानेछ यो तपाईलाई भन्न चाहन्छु धन्यवाद म नोएलजीको कुरामा एउटा सानो थप कुरा गर्न चाहन्छु